पकाउँछन् ल। आज दिउँसो लन्चको लागि मुलाको साग बनाउने भनेर चाहिँ मामा बिहानै मुलाको साग टिप्नका लागि सागबारीमा हुनुहुँदो रहेछ। अन्त त्यो देखेर म पनि साग टिप्न गएँ। सो हाई एभ्रिवान अनि नमस्ते। आशा गर्छु तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला है। हामी पनि यहाँ एकदम सन्चै छौँ। अनि मेरो मावली घर चाहिँ कहाँ पर्छ भन्दा चाहिँ दार्जिलिङ जामुनेबाट अलिकति माथि किजोम बस्तीमा पर्छ। मेरो आमाले चाहिँ सागलाई धुई पखाली गरेर मजाले काट्नु थाल्नुभयो। अनि भित्र किचनमा चाहिँ माइजूले माम पकाउने भाँडामा मजाले खरानी लगाउनु हुँदो रहेछ है। यसरी खरानी लगाएर पकाउँदा चाहिँ भाँडा कम्ती डढ्ने चान्सेस हुन्छ है। अरू कति जग्गामा चाहिँ मैले देखेको छु माटो पनि लगाउनु हुँदो रहेछ। त्यो पछि चाहिँ आमाले कराई बसाएर सब्जी पकाउनु थाल्नुभयो। अनि आमाले यसरी सिम्पल केही नहाली पकाउँदा पनि कति मिठो भएको आमाको हातको खाना है। त्यही माथि बारीबाट भर्खर टिपेर ल्याएको सब्जी यसरी आगोमा पकाउँदा त झन् कति मिठो। बस्तीमा चाहिँ मर्निङमा सबैजना छिट्टो उठेको कारणले गर्दा होला है, लन्च पनि छिट्टै पाक्छ। 10 बजीसम्म पाकिसकेको हुन्छ। सबैको आफ्नो आफ्नो काम हुन्छ। कोही घाँसमा, कोही दाउरामा, कोही खाना बनाउनु। अनि बाहिर चाहिँ मामाले लुगा सुकाउने बनाउनु हुँदै थियो यसरी बाँस काटेर। त्यो पछि खाना पनि पाकेछ। म चाहिँ खाना खानु थालेँ। यसरी आगोमा पकाएर खाएको खानाको स्वादै अर्को हुन्छ है, कति मिठो। अनि यति गर्दा 11 बजिसकेछ। अनि बाहिर चर्चमा चाहिँ बेल बज्न थाल्यो। यसरी बेल बजाएर चाहिँ उहाँले सन्डे चर्च स्टार्ट गर्नुहुन्छ। अनि त्यो पछि चाहिँ म मेरो ठुलो मामाको घरतिर गएँ। उहाँको घर चाहिँ अलिकति उतापट्टि छ। अनि घरमा गएको त कोही पनि हुनुहुँदैन रहेछ। सबैजना बारीमा जरा खन्ने जग्गामा वरिपरि बसिरहनु भएको थियो। अनि ऊ चाहिँ हो हाम्रो आर्मी भाइ, मेरो मामाको छोरा। छुट्टीबाट आएको 2-3 दिन भएको थियो। बिचाराले जरा खन्दै रहेछ। अनि मामाले चाहिँ माटो फ्याँक्नु हेल्प गर्नु हुँदै रहेछ। अनि जरा पनि राम्रो फलेछ है। अनि उनीहरू चाहिँ मेरो बहिनीको नानीहरू है। बारीमा के फलेको छ सबै देखाउँदै थियो। अन्त माइजूले भन्नुहुँदै थियो लास्ट इयर चाहिँ हामीले राम्रो खनेनौँ रहेछौँ, सबै जरा कुहिएको भेटायो भन्नुहुँदै थियो। अनि मेरो छोरी चाहिँ कोहीसँग मान्दैन, खालि म मात्रै खोज्छ। अनि मेरो मामाले चाहिँ बारीमै डान्स गरेर उसलाई फकाउनु हुँदै थियो। मामा चाहिँ डान्स गर्नु, गीत गाउनु साह्रै मन पराउनुहुन्छ है। एकछिन बस्नु हुँदैन, सायद एक्स आर्मी भएर पनि होला। अनि बारीमा चाहिँ अर्को इस्कुसको लहरा पनि रहेछ। त्यहाँनिर चाहिँ माटो पटपट यसरी फुटेको रहेछ। माइजूले भन्नुहुँदै थियो यहाँनिर त झन् बेसी जरा फलेको छ, किनभने यो माटो यसरी चर्केको छ भने चाहिँ बेसी जरा फलेको हुन्छ भन्नुभयो। यो इस्कुसको बोट देखेर चाहिँ मलाई पनि पुरा जरा फलेको छ जस्तो लाग्यो है। त्यो पछि चाहिँ मेरो भाइले अघि खनेको जरा सबै बोरामा हालेछ। अनि ऊ चाहिँ घरतिर हिँड्न थाल्यो। अनि माइजूले चाहिँ मलाई उहाँले रोप्नु भएको बारीमा सब्जीहरू देखाउनु हुँदै थियो। यो चाहिँ हो माइजूको खोर्सानी बारी, जहाँ माइजूले चाहिँ 30 to 35 केजी बेच्नु भयो अरे है। अनि उहाँले चाहिँ मेरो लागि रलपल खोर्सानी टिपिदिनु हुँदै थियो। अनि त्यो पछि चाहिँ घरको छेउमा यसरी नेभारा फलेको रहेछ। अन्त माइजूले भन्नुहुँदै थियो यो नेभारा कस्तो गुलियो पो छ त भन्नुभयो हो। यसरी नै मेरो भिडियोलाई तपाईँहरूले मन पराइदिनु भयो भने लाइक, सेयर, कमेन्ट्स एन्ड फलो गरिदिनुहोस् है। अनि थ्याङ्क यू फर वाचिङ। माइजूले चाहिँ मेरो लागि खोर्सानी टिपेर आउनुहुँदैछ।